नमस्कार। आज पनि फेरि पनि म बीबीएस तेस्रो वर्षको ट्याक्सेसन इन नेपाल भन्ने सब्जेक्टमा आधारित भएर आज त्यसको एउटा च्याप्टरलाई बुझ्ने प्रयास गर्नेछौँ। यो हाम्रो च्याप्टर भने पछाडि बीबीएस थर्ड इयरको ट्याक्सेसन इन नेपाल भन्ने च्याप्टरमा आधारित रहेर युनिट 8 सँग रिलेटेड इन्कम फ्रम इम्प्लोइमेन्ट भन्ने च्याप्टरमा यसको फर्मेटको बारेमा आज हामी डिटेलमा हेर्छौं। सबभन्दा पहिला यसमा हामीले क्याल्कुलेट गर्नुपर्ने भनेको स्टेप 1 मा हामीले निकाल्नुपर्छ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट। त्यसपछि स्टेप 2 मा निकाल्नुपर्छ हामीलाई कम्प्युटेसन अफ ट्याक्सेबल इन्कम र एसटीईपी स्टेप 3 मा निकाल्नुपर्छ क्याल्कुलेसन अफ हामीले निकाल्नुपर्ने हुन्छ ट्याक्स लायबिलिटी र स्टेप 4 मा निकाल्नुपर्छ क्याल्कुलेसन अफ ट्याक्स पेएबल। यसरी नै हामीले यो 4 वटा स्टेपमा यसमा हामीले गर्नुपर्ने हुन्छ र सबभन्दा पहिला हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यसको फर्मेट बुझौं। यसको फर्मेट कस्तो हुँदो रहेछ। सुरुमा स्टेप 1 मा हामीले बनाउनु पर्ने भनेको कम्प्युटेसन अफ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट मिस्टर होस् या मिसेस उसको नाम लेख्ने फर द इन्कम इयर। अहिले हामी 2080-81 को गर्दैछौं, त्यसकारणले हामी यसको बारेमा लेख्छौं। सजिलो छ यो सबैभन्दा। यसमा हामी यहाँ लेख्नुपर्छ सुरुमा पार्टिकुलर्स र यतातिर लेख्नुपर्छ एमाउन्ट है। त सबभन्दा पहिला यहाँ के आउँछ भन्दाखेरि चाहिँ यहाँ आउँछ स्यालेरी एन्ड वेजेज, त्यो पनि इन्क्लुडिङ ग्रेड। यो इन्क्लुडिङ ग्रेड भनेको हामी यसको न्युमेरिकल हिसाब गरेपछि हामी त्यहाँ बुझ्छौं। बेसिकली क्वेशनमा दिएको त्यो व्यक्तिको इन्कमलाई हामीले यहाँ समावेश गर्छौं। त्यसपछि अर्को यहाँ के आउँछ भन्दाखेरि चाहिँ एडभान्स स्यालेरी आउन सक्छ यहाँ। अनि त्यसपछि एडभान्स स्यालेरी हुन सक्छ। अर्को भनेको एक्युर्ड स्यालेरी रिसिभ्ड हुन सक्छ। यो पनि उसको इन्कम हो, त्यसैले इन्कमलाई समावेश गर्नुपर्छ। अर्को भनेको लिभ पे, यो चाहिँ स्यालेराइज अफ लिभ भनेको उसको स्यालेरीमा कति दिनको लिभ गरेको छ त्यो अनुसारको हामीलाई क्वेशनमा दिएकै हुन्छ। अर्को भनेको दशैं
खर्च और बोनस भनेर हामीलाई दिएको हुन्छ। यो भनेको हामीले 1 मन्थको लेख्नुपर्छ, 1 मन्थ स्यालेरीको। सजिलो फर्मेट छ, यसलाई हामीले यहाँ सल्भ गरौँ। त्यसपछाडि अर्को यहाँ आउँछ ट्रान्सपोर्टेसन एलाउन्स। यो पनि ट्रान्सपोर्टेसन एलाउन्स पनि उसको इन्कम भएको कारणले गर्दा यहाँ समावेश गर्नुपर्छ। अर्को भनेको बिजनेस प्रमोसनल एलाउन्सेस भनेको पनि हामीले यहाँ समावेश गर्नुपर्छ। अरु छ यहाँ ओभर टाइम पे भने आउँछ, उसको ओभर टाइम पे पनि उसको इन्कम हो। त्यसपछाडि फीहरू रिसिभ गर्यो भने उसको इन्कम हो, त्यसकारणले फी रिसिभ पनि गर्नुपर्छ। र अर्को भनेको उसले दिएको प्राइज्ड एन्ड गिफ्टहरू, त्यो चाहिँ रिलेटेड हुनु पर्यो, रिलेटेड टु द इम्प्लोइमेन्टसँग चाहिँ रिलेटेड हुनु पर्यो। र अर्को छ बोनस एन्ड कमिसनहरू पनि यहाँ समावेश गर्नुपर्छ। र अर्को छ हामीलाई अदर फ्यासिलिटिज पनि उसको इन्कम हो, त्यो समावेश गर्नु पर्यो। त्यसै अन्तर्गत अझै पनि आउँछ डियरनेस एलाउन्सेस भनेर दिएको हुन्छ, त्यो पनि यसलाई समावेश गरौँ। र अर्को आउँछ यहाँ के भन्दाखेरि एकोमोडेसन फ्यासिलिटी भन्नु, क्वार्टर फ्यासिलिटिज भन्नु, और रेसिडेन्टल फ्यासिलिटी भन्नु। यिनीहरू भनेको 2% अफ एनुअल स्यालेरीको 2% गरेर राख्नुपर्छ। यो हामी न्युमेरिकल गरेपछि बुझिहाल्छौँ। त्यसपछाडि अर्को आउँछ यहाँ इन्टरटेनमेन्ट भन्ने एलाउन्स छ। इन्टरटेनमेन्ट एलाउन्स पनि उसको इन्कम भएको कारणले हामी यहाँ समावेश गर्छौँ। त्यसपछाडि अदर पर्सनल, उसको व्यक्तिगत एलाउन्सेसहरू पनि हामी यहाँ समावेश गर्छौँ। त्यसै गरी अरु पनि यहाँ छ केही आइटमहरू, म लेखाइदिन्छु इम्पोर्टेन्ट। डाइरेक्टर्स एलाउन्सेसहरू पनि यहाँ समावेश गर्नुपर्छ। त्यसै गरी अर्को आउँछ हामीलाई प्रोभिडेन्ट फन्ड कन्ट्रिब्युसन बाई इम्प्लोयर भनेर यो आउँछ। यो भनेको 10% अफ एनुअल स्यालेरीको 10% गरेर हामीले राख्नुपर्छ। यसको बारेमा पनि हामी बुझ्छौँ। त्यसै गरी आउँछ भेहिकल फ्यासिलिटिज भनेको 0.5% अफ, यो पनि एनुअल स्यालेरीकै गर्नुपर्छ। त्यसपछाडि आउँछ चिल्ड्रेन ट्युसन फी और
एलाउन्सेस भनेर दिएको हुन्छ, यसलाई पनि हामी समावेश गर्नुपर्छ। यसरी समावेश गरिसके पछाडि चाहिँ हाम्रो यहाँ नजिक के आउँछ भन्दाखेरि चाहिँ यहाँ नजिक आउँछ हामीलाई एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट भनेर हामी यहाँ लेख्छौँ त्यसलाई है। त पहिलो स्टेपमा हामी यो कुराहरूलाई समावेश गर्यौं, यसलाई पनि हामी यहाँ रेकर्ड गर्यौं। अब यहाँ चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि चाहिँ यो फर्मेटमा हामी सरल हेर्ने भन्दाखेरि चाहिँ पहिलो स्टेपको काम हामीले गरिसक्यौं। अब हामीले गर्नुपर्ने भनेको दोस्रो स्टेपको काम हो। अब दोस्रो स्टेपमा के गर्नुपर्छ भन्दाखेरि कम्पुटेसन अफ ट्याक्सेबल इन्कम। अब यो ट्याक्सेबल इन्कम कसरी निकालिन्छ भन्ने कुरातिर लागौँ हामी है त। अब दोस्रो नम्बर स्टेपमा चाहिँ हामीले निकाल्नु पर्ने के छ भन्दाखेरि चाहिँ पहिलो स्टेपमा हामीले एक्सेसेबल इन्कम फ्रम बिजनेसको निकाल्यौं। अब दोस्रोमा निकाल्नुपर्छ कम्पुटेसन अफ ट्याक्सेबल इन्कम। अब यसको फर्मेटको बारेमा पनि हामी यहाँ चर्चा गरौँ। यसको फर्मेट पनि यो पार्टिकुलर एमाउन्ट हुन्छ र हामीले यो जुन एक्सेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट जुन निकालेर ल्याएको थियौं त्यसैलाई हामी यहाँ ट्याक्सेबल इन्कम निकाल्दाखेरि यहाँ कपी पेस्ट गर्ने हो। यो हिसाब गर्दाखेरि बुझाइहाल्छु म त्यतिखेर। एक्सेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट ठ्याक्क उसलाई जति एमाउन्ट दिएको हुन्छ हामी निकालेको हुन्छ त्यसलाई ल्याउने र अर्को भनेको एक्सेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट। त्यो इन्भेस्टमेन्टमा गरेको इन्कमलाई पनि हामी समावेश गर्छौं। यसको बारेमा पनि पछि हामी चर्चा गर्छौं एक्सरसाइजमा। अर्को भनेको एक्सेसेबल इन्कम फ्रम बिजनेस अर प्रोफेसन भन्छ हामीले, त्यसलाई पनि हामीले यहाँ समावेश गर्छौं। र यो सबैलाई जोडिसके पछाडि यहाँ जुन निस्किन्छ यसलाई हामी के भन्छौं भन्दाखेरि चाहिँ टोटल एक्सेसेबल इन्कम भनेर हामी भन्छौं है त। र यसमा चाहिँ हामीले लेस गर्नुपर्छ। के लेस गर्नुपर्छ भन्दाखेरि चाहिँ कमन रिडक्सन चाहिँ हामीले लेस गर्नुपर्छ। र कमन रिडक्सन भने 1 नम्बरमा छ कन्ट्रिब्युसन टु एप्रुभड टु रिटायरमेन्ट फन्ड भन्ने छ। र यसमा चाहिँ यसको रुल्सले के भन्छ भन्दाखेरि चाहिँ यसको म्याक्सिमम लिमिट भनेको 3 लाख और यसमा भनेको हामीलाई 1/3 अफ यो जुन निस्केको छ एक्सेसेबल इन्कमको 1/3 त्यसलाई हामी यहाँ राख्छौं। र और 20% अफ एनुअल स्यालेरी भनेर जुन एनुअल स्यालेरी दिएको छ त्यसको 20% गरेर हामी यहाँ राख्छौं, जुन चाहिँ विच एभर इज लिस्ट, जुन चाहिँ सानो हुन्छ त्यसलाई हामी यहाँ के गर्छौं लेस गरिदिन्छौं, डिडक्ट गरिदिन्छौं। र योसँग यो घटाइसके पछाडि यहाँ जुन पैसा आउँछ जुन अमाउन्ट आउँछ यसलाई चाहिँ हामी भन्छौं के भन्छौं भन्दाखेरि चाहिँ एडजस्टेड ट्याक्सेबल इन्कम। र यसमा अर्को एउटा डिडक्सन हामीले घटाउनु पर्छ, त्यो भनेको डोनेसन टु एक्जेम्प्ट अर्गनाइजेसन। डोनेसन टु एक्जेम्प्ट अर्गनाइजेसनको घटाउनु पर्छ। र यसको चाहिँ म्याक्सिमम लिमिट भनेको 1 लाख और 5% अफ यो जुन दिएको छ नि एटीआई को हो त्यसको म्याक्सिमम लिमिट राख्नुपर्छ। और एक्चुअल लिमिट भनेर दिएको हुन्छ क्वेशनमा, जुन चाहिँ विच एभर इज
लिस्ट। यो दुईटा मध्ये जुन सानो हुन्छ यो तीनवटा मध्ये त्यही भ्यालुलाई हामी यहाँ घटाइदिन्छौँ र यो भ्यालुलाई घटाइसके पछाडि चाहिँ जुन आउँछ त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि चाहिँ यहाँ लेखौँ। त्यो भ्यालुलाई हामी यहाँ घटाइसके पछाडि आउँछ त्यो भ्यालुलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ टोटल ट्याक्सेबल इन्कम बिफोर एक्जेम्पसन भनेर आउँछ। ठीक छ। अब यसमा पनि हामीले फेरि लेस गर्नुपर्ने हुन्छ। के लेस गर्नुपर्ने हुन्छ? यो कसरी आयो भन्दाखेरि चाहिँ यो जुन हामीले एडजस्टेड ट्याक्सेबलमा हामीले यो डोनेसन जुन घटाएको छौँ योबाट यसलाई घटायौँ हो। यो घटाइसकेपछि जुन एमाउन्ट हामीलाई बाँकी रहेको छ यसलाई चाहिँ हामी टोटल ट्याक्सेबल इन्कम बिफोर एक्जेम्पसन भनेर भन्छौँ है त। र यसमा चाहिँ हामीले के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ अब यसमा हामीले घटाउनुपर्छ ओदर रिडक्सन। ओदर रिडक्सन चाहिँ हामीले यहाँ घटाउनु पर्ने हुन्छ। ओदर रिडक्सनमा हामीले घटाउनु पर्ने हुन्छ के भन्दाखेरि चाहिँ एउटा हुन्छ लाइफ इन्सुरेन्स प्रिमियम। यसमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ यसको चाहिँ म्याक्सिमम लिमिट भनेको कति हुन्छ भन्दाखेरि चाहिँ 40,000 हुन्छ क्या म्याक्सिमम लिमिट भनेको। र अर एक्चुअल लिमिट क्वेसनमा दिएको हुन्छ एक्चुअल लिमिट। यो दुईटा मध्ये विच एभर इज लिस्ट। यो दुईटा मध्ये कुन चाहिँ कम्ती छ त्यसैलाई हामी यहाँ घटाइदिन्छौँ। ठीक छ। त्यस पछाडि अर्को पनि यहाँ ओदर रिडक्सन गर्नुपर्ने हुन्छ जसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ हेल्थ इन्सुरेन्स प्रिमियम। हेल्थ इन्सुरेन्स प्रिमियम भन्छौँ र यसको चाहिँ हामीले म्याक्सिमम लिमिट भनेको यसको 20,000 हो। अनि और यसमा चाहिँ हामीले के भन्छौँ एक्चुअल लिमिट। यो क्वेसनमा दिएको हुन्छ एक्चुअल लिमिट चाहिँ। यो दुईटा मध्ये चाहिँ विच एभर इज लिस्ट। यो दुईटा मध्ये कुन चाहिँ सानो छ त्यसलाई हामी यसरी घटाइदिन्छौँ। ठीक छ। त्यस पछाडि अर्को हामीलाई यहाँ रिडक्सन गर्नुपर्ने हुन्छ के छ भन्दाखेरि चाहिँ प्राइभेट बिल्डिङ भनेर भन्छ हामीलाई यहाँ प्राइभेट बिल्डिङ इन्सुरेन्स एक्जेम्पसन। यसको चाहिँ म्याक्सिमम लिमिट भनेको 5,000 हो और एक्चुअल लिमिट भनेको क्वेसनमा दिएको हुन्छ त्यो यो दुईटा मध्ये कुन कम्ती हुन्छ त्यसैलाई घटाइदिने हो। त्यस पछाडि अर्को आउँछ यहाँ रिमोट एरिया एक्जेम्पसन्स। त यसको चाहिँ के हुन्छ भन्दाखेरि क्लास वाइज हुन्छ। जस्तो ए मा दिएको हुन्छ 50,000, बी मा दिएको हुन्छ 40,000 र सी मा भनिया हुन्छ 30,000 र डी मा भनिया हुन्छ 20,000 र ई मा भनिया हुन्छ 10,000। र यसरी चाहिँ उसको क्लास अनुसार चाहिँ हामीले क्वेसनमा दिए अनुसार उसलाई पनि घटाउनु पर्ने हुन्छ। त्यस पछाडि चाहिँ हामीले यहाँ अर्को घटाउनु पर्ने कुरा के छ भन्दाखेरि चाहिँ यहाँ घटाउनु पर्ने फोरेन अलाउन्स एक्जेम्पसन। यो फोरेन अलाउन्स एक्जेम्पसन भनेको यसको रुल्सले के भन्छ 75% अफ फोरेन अलाउन्सको चाहिँ 75% गरेर यहाँ घटाउनु पर्ने हुन्छ क्वेसनमा दिएको छ भने। र अर्को छ यहाँ के छ भन्दाखेरि चाहिँ डिसेबल पर्सन इन्कम एक्जेम्पसन भन्छ। यसमा चाहिँ हामीले डिसेबल पर्सनको एक्जेम्पसनको चाहिँ के रुल्स छ भन्दाखेरि चाहिँ यसमा चाहिँ 50% अफ उसको बेसिक
एक्जेम्सन। अब जस्तो 50% बेसिक एक्जेम्सन भनेको के हो भन्दाखेरि चाहिँ यदि सिंगल छ भने चाहिँ हामीले यसमा 5 लाख लिएर गर्नुपर्ने हुन्छ र कपलको छ भने चाहिँ हामीले यहाँ 6 लाख रुपैयाँ लिएर गर्नुपर्ने हुन्छ है त। र त्यसलाई पनि यो क्वेसन म क्वेसन गराउँछु त्यतिखेर तपाईहरुले यहाँ बुझिहाल्नुहुन्छ, सजिलै छ। र त्यस अन्तर्गत अर्को एउटा आइटम आउँछ, यहाँ के आइटम आउँछ भन्दाखेरि चाहिँ पेन्सन एक्जेम्सन भनेर आउँछ। पेन्सन एक्जेम्सनमा के हुन्छ भन्दाखेरि यसको रुल्सले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 25% अफ बेसिक एक्जेम्सन, यही कपलको र सिंगलको स्ट्याटसको 25% गरेर त्यसलाई यहाँ घटाइदिनु पर्छ, सकिगयो। र यति गरिसके पछाडि चाहिँ 7 वटा यहाँ घटाउनु पर्ने हुन्छ, 1 2 3 4 5 6 7 वटा हो। ओदर रिडक्सनमा चाहिँ यो 7 वटा आइटमहरुलाई हामीले यसरी क्रमशः घटाउँदै जानुपर्ने हुन्छ र घटाइसके पछाडि यहाँ जुन हाम्रो एउटा अमाउन्ट निस्किन्छ यसलाई चाहिँ हामी के भन्छौं भन्दाखेरि चाहिँ यसलाई भन्छौं हामी TOTL टोटल ट्याक्सेबल इन्कम आफ्टर एक्जेम्सन। ल यसरी गएर चाहिँ हाम्रो दोस्रो फर्मेट पनि यहाँ समावेश भयो। दोस्रो फर्मेट पनि हामीले यसलाई समावेश गर्यौं। यसरी नै हामीलाई दोस्रो फर्मेटको पनि बारेमा डिटेलली चर्चा गर्यौं। र अर्को हाम्रो के छ भन्दाखेरि चाहिँ यो जुन हामीलाई दोस्रो स्टेप छ त्यो पनि सकायौं र अर्को एउटा हामीलाई थर्ड स्टेप छ, त्यो थर्ड स्टेपमा चाहिँ क्याल्कुलेसन अफ ट्याक्सेबल भन्छ, त्यसलाई पनि हेरौं है त हामी। अब हामी अर्को छ स्टेप थर्डमा कम्प्युटेसन अफ ट्याक्सेबल ट्याक्स लायबिलिटी भन्ने छ। यसमा पनि यसको फर्मेट हेरौं, पार्टिकुलर्स र यतातिर एमाउन्ट हुन्छ। अब यो भनेको अहिले हामी सिंगल स्ट्याटसमा हेर्दै छौं। सिंगलमा फर सिंगलको लागि सिंगल छ भने त्यसको लागि के हुन्छ भन्दाखेरि चाहिँ फर्स्ट, अब जस्तो हामीले यो हिसाब गर्दाखेरि हामी त्यसको बारेमा डिटेलली बुझ्छौं नि। फर्स्ट ₹5 लाख एट द रेट 1%, 5 लाख सम्म इन्कम गरिया छ भने उलाई चाहिँ 1% को दरले उसलाई चाहिँ ट्याक्स लायबिलिटी ट्याक्स पेबल गर्नुपर्छ। र एनईएक्सटी नेक्स्ट ₹2 लाख र अरु 2 लाख सम्म गरिया छ भने 7 लाख सम्म गरिया छ भने उलाई 10% ले ट्याक्स लाग्छ उले। र त्यसपछि नेक्स्ट अझै 3 लाख यानी कि 7 र 3 ले 10 लाख सम्म उले इन्कम गरिया छ भने उसलाई चाहिँ 20% ले ट्याक्स गर्ने छुट हुन्छ। र अर्को भनेको तपाईलाई अरु 10 लाख सम्म 20 लाख सम्म गरिया छ भने उलाई 30% ले ट्याक्स तिर्नु पर्ने हुन्छ। र त्यसैगरी नेक्स्ट भनेको 30 लाख सम्म र भनौं न 30 लाख देखि माथि भने पछाडी 20 लाख सम्म चाहिँ 20 लाख देखि माथि चाहिँ उले तिर्या छ भने उलाई 36% ट्याक्स तिर्नु पर्ने हुन्छ। र यहाँ देखि ब्यालेन्स भन्नु और एभीओ एभब अरु यहाँ देखि यदि उले तिर्या छ भने त्यसलाई चाहिँ 39% ले उलाई ट्याक्स तिर्नु पर्छ। यसरी ट्याक्स तिर्दाखेरि जुन सबै ट्याक्सको अमाउन्ट आउँछ यसलाई चाहिँ हामी के भन्छौं, ट्याक्स लायबिलिटी भन्छौं। ट्याक्स लायबिलिटी मैले यसैमा तपाईलाई यो थर्ड स्टेप खोडिदेव र यहाँ चाहिँ ट्याक्स पेएबल को चाहिँ यही फर्मेटमा म इन्क्लुड गरेर देखाइदिए है त, सजिलो छ। अब यो ट्याक्स लायबिलिटी निस्किसके पछाडी चाहिँ ट्याक्स पेएबल निकाल्नको लागि यसैमा यो ट्याक्स लायबिलिटी चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि लेस गर्नुपर्छ। के लेस गर्नुपर्छ भन्दाखेरि सुरुमा छ एडीभीएनसी एडभान्स ट्याक्स पेड, यसलाई भन्छ यसलाई भन्छ टीडीएस भन्छ, टीडीएस भनेर भन्छ। त्यो दिएको छ क्वेशनमा भने यसलाई घटाइदिनु पर्ने हुन्छ। ठीक छ, अलिकति फर्मेटलाई लम्यौ। त्यसपछि अर्को छ यहाँ घटाउनु पर्ने के छ भन्दाखेरि चाहिँ हामीले गर्नुपर्छ वुमेन ट्याक्स रिबेट। यो भनेको चाहिँ 10% घटाउनु पर्छ है, 10% अफ ट्याक्स लायबिलिटीको। त्यो ट्याक्स लायबिलिटी जति छ नि यो जुन हाम्रो निकाल्यौं हो यो ट्याक्स लायबिलिटीको 10% निकालेर यहाँ घटाउनु पर्ने हुन्छ। त्यसपछि चाहिँ अर्को छ मेडिकल ट्याक्स
क्रेडिट। यसको रुल्सले के भन्छ भन्दाखेरि चाहिँ 15% अफ यो 15% अफ एप्रुभ मेडिकल बिलको 15% चाहिँ उसले ट्याक्स दिनुपर्छ। और म्याक्सिमम उसको चाहिँ लिमिट भनेको चाहिँ म्याक्सिमम लिमिट भनेको 750 हुन्छ। र यो दुईटा मध्ये चाहिँ विच एभर इज लिस्ट, यो दुईटा मध्ये जुन चाहिँ सानो हुन्छ त्यसलाई चाहिँ हामीले यहाँ डिडक्ट गर्नुपर्ने हुन्छ। ठिक छ। त्यस पछाडि अर्को हामीले यहाँ एउटा घटाउनु पर्ने हुन्छ। के घटाउनु पर्ने हुन्छ भन्दाखेरि चाहिँ फरेन ट्याक्स क्रेडिट भनेर गर्नुपर्छ है। यो फरेन ट्याक्स क्रेडिट भनेको चाहिँ यो तपाईको क्वेसनमा दिएको हुन्छ। यो दिएको हुन्छ भन्दाखेरि सबभन्दा भनौं न क्वेसनमा दिएको कुरालाई यहाँ ठ्याक्क तपाईले यहाँ यसलाई घटाइदिनु पर्ने हुन्छ। यसमा पनि चाहिँ एफटीआई भन्छ, विच एभर इज लिस्ट भनेर भनौं। यो क्वेसनमा दिएको हुन्छ 75%। यो सल्युसन गर्दाखेरि म तपाईहरुले त्यहाँ बुझाइदिन्छु। यसरी यसलाई चाहिँ हामीले यहाँसम्म घटाइसके पछाडि चाहिँ अनि हाम्रो यहाँ निस्किन्छ, त्यसलाई भन्छौं ट्याक्स पेएबल। सो यो चाहिँ हाम्रो एउटा कम्प्लिट फर्मेट भयो हैन। अब यसलाई हामी डिटेलली यो छलफल गर्छौं। हिसाब एउटा न्युमेरिकल हामी यसलाई हेर्छौं। यो हामीलाई ट्याक्स पेएबल पनि भइसक्यो। अर्को एसेसेबल इन्कमको पनि फर्मेट हामीले विस्तृत रूपमा जानकारी लिएर हामी हेर्यौं। र आजको च्याप्टरमा यो फर्मेटसँग रिलेटेड भएका यसका फर्मेटका बारेमा हामी बुझ्यौं। अब नेक्स्ट क्लासदेखि चाहिँ हामी यसको बारेमा, यसको न्युमेरिकलको बारेमा उपस्थित हुनेछौं। तबसम्मको लागि बिदा हुन चाहन्छु। धन्यवाद।